अहिले नयाँ उठ्नु भएको उम्मेदवारहरूलाई मेरो अनुरोध छ, दुईटा हात जोडेर अनुरोध गर्दछु। पुरानो उम्मेदवारहरूले काम गर्नु भएन, उहाँहरूलाई थुकेर थु गरेर लात्ताले हानेर कुटपिट गरेर हामीले लखडिदियौँ जेएनजी पार्टीले। अब नयाँ आउने जो पनि हुनुहुन्छ, प्लिज हाम्रो देशलाई चाहिँ बचाउनुहोस्, हाम्रो देशलाई चाहिँ राम्रो बनाउनुहोस्। चाहे घन्टीले जितोस्, चाहे माटोले, जोसुकैले जितोस्, तर हाम्रो देश चाहिँ राम्रो बनाउनु पर्यो। यो अहिले चाहिँ ठुला गर्ने भाषण ठुल्ठुला छाट्ने अनि पुरा आफ्नो ठाउँमा पुगेपछि त्यो भाषण पनि खल्ली बल्ली अनि आफूले जुन बोलेको वचनहरू पनि खल्ली बल्ली चाहिँ नगर्नु। तपाईँहरूले जुन पर्चीमा लेखेर यो गर्छु भनेको छ त्यो पुरा गर्नु पर्यो। र तपाईँहरूले जति पनि भाषण दिनुभएको छ अहिले माइकमा यत्रो माइकमा त्यो भाषण दिइराख्नु भएको छ नि, त्यस्तै काम गरेर देखाउनु पर्यो। हाम्रो देश चाहिँ अर्कालाई चाहिँ दिनु भएन। हेर्नुहोस्, हामी चाहिँ गुलामी गर्नलाई जसरी हाम्रो पुर्खाहरूले लडाइँ गरेर आफ्नो के भन्छ अरूको देशहरू जस्तो बेच्नु भएन नि, अरूको देशसँग हार्नु भएन, त्यसरी नै यो पुस्ताले पनि त्यसरी नै लड्नु पर्यो। र हाम्रो जति पनि अहिले उम्मेदवार उठ्नु भएको छ अर्कालाई हाम्रो देश नबेच्नु होला, मेरो यही अनुरोध छ। प्लिज हैन, जसले जिते पनि हाम्रो देशलाई चाहिँ राम्रो बनाऊ प्लिज, मेरो यही अनुरोध छ है सबैजना उम्मेदवारहरू माथि चाहिँ।